हेलो नमस्ते साथीहरू, म पोखराबाट अहिले म ह्याङ्जा हुँदै मिलनचोक हुँदै मर्तीको तिरतिर हुँदै मर्सालमा करिब 1 घन्टामा हामी यहाँ तल बजारमा आइपुग्यौँ। बजार पछिबाट हामी त्यहाँ साधन राखेर हामी आधा घन्टाको बाटो माथि हामी उक्लिसकेपछि हामी अहिले यहाँ लुवाङ है होमस्टे, हाम्रो लुवाङ कम्युनिटी होमस्टे यो माछापुच्छ्रे गाउँपालिका 8 मा अहिले छौँ है साथीहरू। यहाँहरूलाई देख्न सक्नुहुन्छ यो पछाडिको दृश्य, यो चियाबारी है। हामी धेरै साथीहरूले हामीले इलामको चियाबारीहरू पनि देखेका छौँ होइन, हामीले मैले पनि देखेको साथी कतिले देखिसक्नु भएको छ होला। तर त्यति साह्रै ठुलो हाम्रो नम्बर 1 नै भइहाल्यो इलामको चियाबारी त त्यति साह्रै ठुलो त छैन, तर पनि सानै भए पनि हाम्रो गण्डकी प्रदेश है भित्र रहेको हाम्रो लुवाङ यो भिलेजमा हामीले देख्न सक्छौँ यो चियाबारी साथीहरू। यो पुरै चियाबारी हो, त्योभन्दा पनि उतापट्टि पनि छ है, यो भेगबाट उतापट्टि पनि। म त अहिले त्यता गएको छैन र अहिले यो रहेको यो यतातिरको यो चियाबारी चाहिँ तपाईँहरूलाई मैले यहाँ देखाउँदैछु है। यो भेग पुरै यो तलपट्टि साइडमा पनि छ र हामी अलिकति जाडो मौसममा आयौँ भने हामीले यतापट्टि रहेको पछाडिपट्टि यो साइडमा हामीले मजासँग एकदम क्लियर हिमाल पनि देख्न सक्छौँ मङ्सिर पुसतिर माघतिर है। म त अहिले यो कुन महिना भने अहिले हाम्रो चैत महिनामा म यहाँ आएको छु है। अब यहाँ वरिपरि सबै कुहिरो लागेको छ, केही पनि देखिएको छैन है साथीहरू। पोखराबाट 1 घन्टामा है, 1 घन्टामा मजासँग आइपुग्न सक्नुहुन्छ। एकदमै राम्रो, एकदमै रमाइलो ठाउँ छ यो। आउनुहोस्, घुम्नुहोस्, हेर्नुहोस् है साथीहरू। ल साथीहरूलाई मैले देखाउँदैछु, हजुरहरू पनि आउने इच्छुक हुनुहुन्छ साथीहरू आउनु सक्नुहुन्छ है। पोखराबाट 1 घन्टामा आइपुग्नु सक्नुहुन्छ। बाटो राम्रै छ, पिचै छ र बिचबिचमा कता कता ढलान पनि गरेको छ र कति अलिक कच्ची बाटो पनि छ। तर पनि स्कुटर चाहिँ पनि मजासँग आइपुग्छ यहाँसम्म। तपाईँहरूले फेरि बाटो अप्ठ्यारो होला त्यो भन्नु होला, कस्तो छ भन्नु होला होइन। एकदमै क्लियर छ साथीहरू। र यहाँ होमस्टे रहेको एउटा रेस्टुरेन्ट पनि छ है साथीहरू। आउनु सक्नुहुन्छ, बस्नु सक्नुहुन्छ, घुम्नुहोस्, आउनुहोस्, रमाइलो गर्नुहोस्। यहाँहरूलाई मेरो एकदमै शुभकामना छ। ल त साथीहरू, हस् त, थ्याङ्क यू सो मच, धन्यवाद।